कुलमान घिसिङको पत्रकार सम्मेलन पनि भइराखेको थियो र भर्खरै समापन भयो होइन। अब उहाँले चाहिँ अब मलाई चाहिँ जबरजस्ती राति अपहरण शैलीमा लगेर मिलाइयो जेनजी युवाहरूले भन्ने हिसाबले कुरा पनि गर्नुभयो। सायद उहाँको संकेत लक्षित भने सुदन गुरुङ जेनजी अभियान त अगुवा भनेर उहाँ अहिले चर्चामा आउनु भएको छ। उहाँ लक्षित नै उहाँको टिप्पणी हुन सक्छ। कसरी हेर्नुभयो एउटा नेतालाई अपहरण शैलीमा जबरजस्त सिग्नेचर गराउन बाध्य पार्ने स्थिति आउनुलाई कसरी हेर्नुभयो तपाईँ? हो, यो कुरो कुलमानजीको मनमा उकोस पोकोस थियो। हो, यो उकोस पोकोसलाई प्रचण्डजी मार्फत भेन्टिलेट गराएका थिए। प्रचण्डजीले केही समय अगाडि यो नयाँ खुलेको शक्तिहरूमा केही मान्छेलाई जबरजस्ती हिसार र तानेर अपहरण शैलीमा लगेर सम्झौता गराए भनेर कुलमानजीलाई नि लक्षित गरेको थियो र रवि लामिछाने पनि विवश भएको भन्ने कुरा थियो। अब यहाँनिर कसले कसको व्यवस्था बुझ्ने? अब कुलमानजी तपाईँले जब यो कुरा स्वीकार्नु भएको छ कि तपाईँलाई अपहरण शैलीमा करापजाप बनाइयो, जबरजस्ती लगियो, अनि यदि मिल्ने भए मिल्नु, नमिल्ने भए चाहिँ अख्तियार र सम्पत्ति शुद्धिकरणमा भएका मुद्दाहरूबाट सिद्ध्याइदिन्छौँ भन्ने धम्की दिइयो। प्रीति बतवालाहरू, लुसिफरवादीहरू, बारवाला फाउन्डेसनवालाले त्यो गरे भनेर ठ्याक्कै उनीहरूको नाम नलिए पनि अपहरण कसले गर्यो त? अब